नमस्कार साथीहरू। आजको प्रश्न छ, परमेश्वरको अन्तिम न्याय आखिर कहिले हुनेछ? धेरै मानिसहरू जान्न चाहन्छन् एक्ज्याक्टली कुन दिन र कुन समयमा न्याय हुनेछ। तर बाइबलले बताउँछ कि त्यो दिनको ठिक समय मानिसलाई थाहा छैन। तर बाइबलमा परमेश्वरको वचन मत्ती 24:36 यीशुले भन्नुभयो, त्यो दिन र घडी कसैले पनि जान्दैनन्, न स्वर्गदूतहरूले न पुत्रले, केवल पिताले मात्र जान्नुहुन्छ। तर एउटा कुरो निश्चित छ, न्यायको दिन अवश्य आउनेछ। बाइबलमा परमेश्वरको वचन 2 कोरिन्थी 5:10 भन्छ, हामी सबै ख्रीष्टको न्याय आसनमा अगाडि उपस्थित हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेका काम अनुसार प्रतिफल पाओस्। यसको अर्थ एक दिन एभ्री पर्सन विल स्ट्यान्ड बिफोर क्राइस्ट। त्यसैले बाइबलले भन्छ, आज नै तयार हुनुहोस्। यदि न्यायको दिन अचानक आउँछ भने सबैभन्दा गहिरो प्रश्न यो हो, त्यो दिन हाम्रो जीवनका के कुरा प्रकट हुनेछन्? नेक्स्ट एपिसोडमा हामी बुझ्नेछौँ न्यायमा के कुरा प्रकट हुनेछ। डोन्ट मिस द नेक्स्ट एपिसोड। गॉड ब्लेस यू ऑल।